हेलो एभ्रिवान। आज फेरि मैले इन्टरभ्यू एसएसडब्ल्यू इन्टरभ्यूको क्वेसनहरूको पार्ट 6 लिएर आएको छु। 15 सम्म चाहिँ हामीले पहिलाको भिडियोहरूमा हेरिसकेको छौँ। यसलाई हेरौँ है त। क्वेसन नम्बर 16 मा छ निहोन दे खाजोकु शिन्सेकी गोहिबितो सिरिआई वा इमास्का भनेको छ। यो अर लगाएको चाहिँ यो मात्रै सोध्न पनि पायो, यो मात्रै भन्न पनि पायो, यो भन्न पनि पायो, यो भन्न पनि पायो भनेको है। यसले भनेको चाहिँ जापानमा कोही चिने जानेको मान्छे हुनुहुन्छ भनेको। खाजोको भनेको चाहिँ परिवारको कोही सदस्य हुनुहुन्छ भनेर सोधेको खाजोकु। निहोन दे खाजोकु वा इमास्का मात्रै भन्यो भने चाहिँ परिवारको सदस्य कोही हुनुहुन्छ भनेको है। शिन्सेकी भनेको चाहिँ नातेदार, आफन्त, कोही आफन्त हुनुहुन्छ भनेर सोधेको। गोहिबितो भनेको चाहिँ हजुरको गर्लफ्रेन्ड बोयफ्रेन्ड कोही हुनुहुन्छ भनेर सोधेको। सिरिआई भनेको चाहिँ तपाईँले चिने जानेको मान्छे कोही छ भनेर सोधेको। निहोन दे सिरिआई वा इमास्का भनेको के रहेछ? जापानमा कोही चिने जानेको मान्छे हुनुहुन्छ भनेको। हुनुहुन्छ भने चाहिँ हाई इमास भन्ने होइन, हुनुहुन्न भन्यो भने चाहिँ इए तोकुनी इमासेन भन्ने नि भयो, इए इमासेन भने पनि भयो। हुनुहुन्छ भने चाहिँ हाई, फर इक्जाम्पल टोकियोमा हुनुहुन्छ भने चाहिँ हाई टोकियो नि इमास भन्दा भयो। इमास मात्रै भन्दा पनि यो ठाउँमा हुनुहुन्छ अथवा यो ठाउँमा यो गरिराख्नु भएको छ भन्न सक्यो भने हजुर हाम्रो है हाई टोकियो नि इमास अथवा हाई टोकियो दे सिगोतो ओ सितेइमास भन्ने नि भयो। ओकिनावा हुनुहुन्छ भने ओकिनावा नि सिगोतो ओ सितेइमास, ओकिनावा दे सिगोतो ओ सितेइमास भनेर भन्न मिल्यो है त। हुनुहुन्न भने इए इमासेन भनेर भन्ने भयो। क्वेसन नम्बर 17 मा जाउँ। खाजोकु नि दोनोगुराई रेन्राकु सिमास्का। खाजोकु भनेको परिवार भयो होइन, नि भनेको सँग भयो, दोनोगुराई भनेको कतिको होइन, कति जति भन्न खोजेको। रेन्राकु भनेको कन्ट्याक्ट सम्पर्क होइन, ओ सिमास्का गर्नुहुन्छ, परिवारसँग कतिको सम्पर्क गर्नुहुन्छ, कति जति गर्नुहुन्छ भनेर सोधेको। त्यो यसमा मैले के लेखेको छु? इचिनिची नि एक्खाइ वा सुरुयो नि सितेइमास। इचिनिची नि एक दिनमा, इक्खाइ भनेको एक पटक, वा चाहिँ सुरुयो नि सितेइमास गर्ने गरेको छु, दिनमा एक पटक चाहिँ गर्ने गरेको छु भनेर भन्न मिल्यो है त। अब क्वेसन नम्बर 18 मा जाम। हितोरी गुरासी वा स्ताकोतो गा आरिमास्का। हितोरी भनेको एक्लै भयो, गुरासी भनेको बस्नु भयो होइन। एक्लै बस्नु भएको छ कहिले, एक्लै बसेको अनुभव छ भनेर सोधेको। एक्लै बस्नु भएको छ भनेर सोध्यो भने हाई आरिमास। अहिले अब नर्मली काठमाडौँमा बसेर पढ्ने धेरै हुनुहुन्छ नि त, उहाँहरूको केसमा चाहिँ छ भनेर भन्न मिल्यो होइन, परिवारसँग नभएपछि चाहिँ। यदि हुनुहुन्न भने चाहिँ एक्लै बस्नु भएको छ भने चाहिँ हाई आरिमास इमा मो हितोरी गुरासी ओ सितेइमास भनेर भन्दा राम्रो है। छ अहिले पनि, इमा भनेको अहिले, मो भनेको पनि है। हितोरी गुरासी भनेको एक्लै बस्नु, ओ सितेइमास भनेको बसिरहेको छु अहिले पनि, हजुर छ अहिले पनि एक्लै बसिरहेको छु भनेर भनेको है त। अब चाहिँ क्वेसन नम्बर 19 हेरौँ है त। निहोन दे हितोरी नि नारुकोतो वा फुवान दे वा नाइ देसु का। जापानमा एक्लै हुने कुराको चिन्ता लागेको छैन भनेर भनेको। निहोन दे जापानमा, हितोरी भनेको एक्लै होइन, नारु भनेको हुने, कोतो भनेको त्यो कुरा, वा फुवान भनेको चाहिँ केही कुराको चिन्ता हुनु है, कुनै विषयलाई लिएर चिन्ता हुनुलाई चाहिँ फुवान भन्छ। देवा नाइ देसका हुनुहुन्न, चिन्तित हुनुहुन्न, डर लागेको छैन भनेर सोध्न खोजेको है। यसमा हामीले के भन्न सक्यौँ त? इए दाइजोबु देस। दाइजोबु देस भनेको इट्स ओके होइन, ठिकै छ भनेर भनेको। नाइ ठिकै छ भनेर भनेको है त। अब क्वेसन नम्बर 20 मा जाउँ। स्टोरेसुगा थामात्तारा नानी ओसिमास्का। सुतोरेसु भनेको स्ट्रेस, स्ट्रेसलाई काताकानामा लेख्दाखेरि सुतो रेसु भनेर लेख्छ है, स्ट्रेस चिन्ता भनेको है। स्ट्रेस भयो भने के गर्नुहुन्छ, तपाईँ स्ट्रेस्ड आउट हुनुभयो भने के कसरी सल्भ गर्नुहुन्छ, के गर्नुहुन्छ आफूलाई भनेर सोधेको है। स्ट्रेस भयो भने के गर्नुहुन्छ? स्टोरेसुगा थामात्तारा नानी ओसिमास्का। यसमा चाहिँ आफूलाई यस्तो यस्तो आफूलाई मनपर्ने कुराहरू भन्न मिल्यो है। मुभी हेर्छु, फ्यामिलीसँग कुरा गर्छु, वाकमा जान्छु, अब कसैलाई बुक पढ्नु मन लाग्छ भने बुक पढ्छु, अथवा साथीहरूसँग मिल्ने साथीसँग कुरा गर्छु होइन, जे पनि भन्न मिल्यो। मैले चाहिँ यहाँ एउटा स्याम्पल एन्सर लेखेको छु।
가족도電話をしたり、散歩に行ったり、美味しいものを食べたりします。अथवा सितेइमास भन्ने नि भयो है। अब यहाँ क्वेसनमा सितेइमास छ भने सितेइमास भन्दा भयो। यहाँ सिमास भएको भएर सिमास भएको है। सिमास भनेको गर्छु भयो, सितेइमास भनेको चाहिँ गर्ने गरेको छु भनेको है। 가족도 परिवारसँग,電話をしたりफोन गर्ने,散歩भनेको चाहिँ वाक होइन।散歩に行ったりवाकमा जाने, 美味しいものをमिठो खानेकुराहरू食べたりしますखाने गर्छु भनेर भन्न मिल्यो है त। थ्याङ्क यू।